हेलो दर्शन नमस्ते हजुर। हाम्रो चाहिँ यो पपैयालाई चाहिँ अहिले हाम्रो काम भइरहेको छ। यो डाँठहरूमा चाहिँ यसलाई चाहिँ रोगहरू नलागोस् भनेर क्याल्सियमहरूको व्यवस्था भइरहेको छ। हाम्रो साथीहरूले यसरी हालिरहनु भएको छ हैन, तपाईहरु हेर्न सक्नुहुन्छ। यो चाहिँ सानो सानो यो बोटहरूमा यसरी हालिराख्दाखेरि के हुन्छ भन्दा यसमा किराहरू लागेर रोग नलाग्ने हुन्छ। यसरी हाल्दाखेरि बोटहरूको एकदम राम्रो हुन्छ, मेवाहरू पनि राम्रो भएर आउँछ। यसरी हाम्रो साथीहरू यसरी काममा लागिरहनु भएको छ। यो मेवा सम्बन्धी तपाईहरुलाई केही जानकारी चाहिएमा कमेन्ट गर्नु होला। तपाईहरु पनि मेवा खेती गर्नुभएको छ भने, मेवामा केही प्रब्लम समस्या आएको छ भने कृपया मेसेज गर्नु होला। म तपाईहरुलाई मेवाको सही सदुपयोग कसरी हुन्छ भनेर बताउने छु। हस्त नमस्ते, अर्को भिडियोमा भेटौँला फेरि।